डेन्जर छ है बाटो तब्बुई। मलाई चाहिँ लाग्थ्यो यहाँनेरि स्कुटी आइपुग्दैन भनेर। सो हामीले चाहिँ स्कुटी लिएर आइसक्यौँ र धेरै स्कुटीहरू पनि यो तलकै बिग्रेको बाटोहरूमा छ। सो अहिले चाहिँ म आइपुगेको छु चुली पोखरी। म चाहिँ दमकबाट आउने भएकोले मैले ढुकुर पानीको बाटोबाट चुज गरेर आएँ। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ उर्लाबारीबाट मधुमल्ला भएर आउनु पनि सक्नुहुनेछ र तपाईँहरू आएपछि मधुमल्लाको बाटोबाट चाहिँ रमिते जाने बाटो हुँदै जानु होला यदि स्कुटी बाइकमा आउँदै हुनुहुन्छ भने चाहिँ। खोला तर्नु पर्दैन भन्दै हुन्थ्यो दिदीले। यहाँनिर त दुईवटा बाटो आयो अनि अलिकति कन्फ्युज चाहिँ भयो। अब एउटा यो बाटो छ, एउटा यो बाटो छ। अब यो बाटो जाने कि यो बाटो जाने भने चाहिँ यहाँनिर पर बाइक आउँदैछ, उहाँहरूलाई सोध्ने हो अनि त्यसपछि तपाईँहरूलाई अपडेट दिने हो है। सो कुन बाटो गइन्छ भन्ने कुरा चाहिँ अब नसोधिकन थाहा नै नहुने भयो क्या। कन्फ्युज चाहिँ एकदमै धेरै कन्फ्युज हुने रहेछ यता आउँदाखेरि। अब त्यहाँबाट के अरे खुडीबाट जाँदाखेरि त सजिलै हुन्थ्यो होला, हिँड्नु नसके पनि उसलाई होइन। यो बाटो अलिकति कन्फ्युज बनाउने रहेछ। ब्रदर चुली पोखरी कुन बाटो जान्छ? चुली पोखरी हो। हामी के ऊ त्यो बाटो हुँदै जाने हो कि यताको? तपाईँहरू आएकै बाटो? यो बाटो यस्तरी भएर यस्तरी जाने अरे। अब त्यहाँसम्म पुगौँ अनि फेरि सोधौँ अनि थाहा हुन्छ फेरि होइन। कतै कहिले झुकाएको हो कि जस्तो लाग्नु थाल्यो। त्यही पनि ठिकै छ, केही छैन। त्यहाँसम्म पुगौँ अनि त्यसपछि थाहा हुन्छ। यहाँनिरको भ्यू चाहिँ बवाल छ क्या। यो सबै खोला है, खोला हो यो सबै खोला हो। बाढी आयो भने त फेरि एकैचोटि खातपुत लान्छ। कचानी त चुली पोखरीतिर बस्ने मान्छेहरू छ नि, यहाँ बाढी आयो भने कताबाट हिँड्छ? अनि अर्को बाटो छैन पुल भएको बाटो? हामी पुलवारीबाट पो आएको हो त, पुलपारीबाट पनि जाने बाटो होला नि त पक्कै होइन र? अनि पुलपारीबाट जान मिल्छ भने किन पुलपारी नगर्नु भनेको अरूले? है त्यही भएर त कन्फ्युज भयो त। ठिकै छ त्यहाँ सोधौँ न। यहाँ खोला रहेछ, अब खोला तर्नु पर्यो नि त। भास्यो भने स्कुटी जस्तो हिँड्न नसक्नेलाई त यस्तो बाटो ठिक छ, हिँड्न सक्नेलाई चाहिँ फेरि खोडीबाट चाहिँ हाइकिङ जानै ठिक हुन्छ। म पछि अलिकति घटेपछि चाहिँ म हाइकिङै जान्छु भन्ने सोच छ मेरो चाहिँ। अहिले चाहिँ हामी यही बाटो लागौँ। मैले चाहिँ यसो विचार गर्दाखेरि खोडीबाटै गएको भए ठिक हुने रहेछ। हाइकिङ गरेर जानु गाइस तपाईँहरू पनि। अब यहाँ फेरि दुईवटा बाटो आयो। यो यो यस्तो ठाउँमा कसलाई सोध्नु यहाँ? अब यहाँ अकड बकड बम्बे भो 80 90 पुरे 100। अब यो 100 आयो, 100 को बाटो नजाउँ हामी, 101 को बाटो जाउँ। अब त्यही गर्नु पर्यो। त्यहाँ गएर मान्छेलाई भेटिन्छ कि अनि एकचोटि सोधपुछ गर्नु पर्यो नि। 100 को बाटो गयो भने खत्तम। अब 16 छोडेर 101 को बाटो जाँदैछौँ हामी। हेर्दा त 100 बाटो जस्तो लाग्छ। लेट्स सी त्यहाँ अगाडि गएर मान्छेलाई सोधौँ घरहरू रहेछ अनि थाहा हुन्छ। मजा आइरहेछ। हामी चाहिँ सोध्दै अहिले चाहिँ यहाँको बगरसम्म आइपुग्यौँ। अब यहाँदेखि चाहिँ बाटो यस्तो माथि होला अनि यहाँ चाहिँ बगरै मतलब यो खोलाको बाटो हिँड्नु पर्दो रहेछ कि यहाँबाट चाहिँ। अनि अर्को वहाँ खै के पोखरीको बाटो चाहिँ अलिकति घुमाउरो हुन्छ अरे। अनि यो बाटो पनि चुली पोखरी जान्छ भन्नुभयो त्यो आन्टीले, त्यही भएर हामी चाहिँ यो बाटो जान लागेको। तर तल अङ्कलले चाहिँ यो बाटो चाहिँ माथि बनाउँदैछ, त्यही भएर बिग्रेको छ बाटो पनि भन्दै हुन्थ्यो। अब हेरौँ यो बाटो कहाँसम्म पुगिँदो रहेछ। विशाल चाहिँ पर आउँदैछ। बाटो चाहिँ यस्तो छ कि बगरै बगर होइन। हामी चाहिँ स्कुटीमा आएको, तर यो स्कुटीले ओभर तान्छ नि फेरि। मेरो यति हिँड्दै त कस्तो सास बढे जस्तो हुन्छ। अनि बाटो त यस्तो। अब यो बाटो कहाँसम्म पुग्छ भन्ने कुरा हो। अब यो सिधै जानुपर्छ बाटो। बाटो चाहिँ यस्तो छ है, यस्तो उकालो न उकालो ठाडै उकालो छ है बाटो चाहिँ एकदमै। यो त यतिको त राम्रो हो, अघि चाहिँ एकदमै ठाडै उकालो थियो। अनि हामी चाहिँ निकै डाँडामाथि आइपुगिसक्यौँ। क्या सायद यो चुली पोखरी नै पुग्छ जस्तो छ यो बाटो। हेर्दा त हिँड्नु पर्दैन जस्तो छ। सो आई एम ह्याप्पी। हिँड्नु परेको भए त फेरि तिम्रो तर भन्नाले बाटो जस्तो छ के। यो त यतिको राम्रो हो, यतिको त राम्रो हो। अघि तल चाहिँ अलिकति बिग्रेको रहेछ, त पहिरो गएको ठाउँमा चाहिँ अलिकति गाडागुडुक रहेछ। सो
कहिलेदेखिको सपना त्यो चुली पोखरी आउने फाइनली पुरा हुन्छ जस्तो छ। ठ्याक्कै चुली पोखरी नै पुगिन्छ जस्तो छ। त्यो अस्तिको चोटि म हाइकिङ आउँदाखेरि भमिटिङ भएर म यत्तिकै फर्किनु परेको थियो क्या। अनि उभि हामी आइपुग्यौँ क्या हो ओइ तल हो क्या चुली पोखरी ए होइन होला सायद। अनि यहाँ बाटोमा यस्तो चौतारा पनि रहेछ बस्ने। अनि यहाँबाट पनि हामी जाँदैछौँ ए होइन खोला रहेछ। सो राम्रो छ बाटो चाहिँ एकदमै। बाइकहरू त मजाले आउँछ कि यो बाटो। यहाँदेखि चाहिँ बाटो यस्तो रहेछ है। डेन्जर छ है बाटो तपुई। अटेरिका ओ बन्यो यो त भाइ बाटो होइन जस्तो लाग्यो। बाटै थिएन जस्तो लाग्यो मलाई यो चाहिँ। बाटै नभए विशालले जबरजस्ती हाले जस्तो लाग्यो। यो पहिरो गएको रहेछ बाटै यहाँबाट। म त यति हेर्ने थाक्छु अनि यस्तो छ। यो त बाटो पहिरो गएको जस्तो लाग्यो मलाई। यत्तिको चाहिँ कुदाउनु सक्नुपर्छ है गाइस। बाटो यस्तो छ होइन। यो सबै पहिरो गएको रहेछ अनि यस्तो रहेछ। अनि बाटोमा स्कुटी छोडिरहेछ। भरसक मैले चाहिँ मेरो एप्रिललाई त्यहाँसम्म चाहिँ पुगाउनु ट्राई गरिरहेको छु। किन बाटो चाहिँ ओभर छ कि हाम्रो स्कुटी त वहाँ तल त दुईवटा स्कुटी राखेको छ। दुईवटा स्कुटी हामीले चाहिँ यहाँसम्म चढाउने आँट गऱ्यौँ विशालले। अब हेरौँ र पोखरी नै पुग्छ कि है विशाल। पुगाइदिन्छु म पुगाइदिन्छु बोकेर भए पनि पुगाइदिन्छु म। यहाँ तल चाहिँ एउटा दुईवटा स्कुटी राखेको छ। सायदको नचढेर नै होला राखेको त्यहाँनिर। हाम्रो चाहिँ यहाँसम्म चाहिँ आइपुग्यौँ हामी। यस्तो छ क्या माथि जति माथि आउँदै गयो बाटो सानो सानो यत्रो ठाउँमा पनि पहिरोहरू गएको टाइपको छ क्या। गरियो भने के सकिँदैन रहेछ। नपुग्ने बाटो पनि उसले हिँड्नु पर्छ भनेर मैले पुगाइदिएँ। सपना पुरा हुने भयो। चुली पोखरी वेलकम टु चुली पोखरी। लु आइपुग्यो त। लाग्थ्यो यहाँनिर स्कुटी आइपुग्दैन भनेर। सो हामीले चाहिँ स्कुटी लिएर आइसक्यौँ र धेरै स्कुटीहरू पनि यो तलकै बिग्रेको बाटोहरूमा छ। बाटो पनि एकदमै धेरै डेन्जर छ। सो तपाईँहरू आउँदा चाहिँ अलिकति केयर गरेर आउनु होला। अनि हिँड्नु नसक्ने मान्छेहरू चाहिँ यो बाटो आउँदा एकदमै बेस्ट हुनेछ। र हिँड्नु सक्नेहरू चाहिँ भरसक खुडीको बाटोबाट हाइकिङ गर्दै ट्रेक गर्दै आउँदाखेरि चाहिँ एकदमै धेरै रमाइलो हुन्छ। र कति फिट माथि छौँ भन्ने कुरा चाहिँ म अहिले एकछिनमा हेरेर भन्छु। नेट टिपेको छैन यहाँनिर। सो अब हामी पोखरीसम्म चाहिँ स्कुटी लानु सकिन्छ या सकिँदैन। सो अझै बाटो छ होइन जानुपर्ने। हामी चाहिँ हेर्दै जाउँ बाटोमा के कुराहरू खिच्नु पाइन्छ। र अहिले हामी यहाँ माथि छ वेलकम टु चुली पोखरी मिक्लाजुङ 2 मोरङमा छौँ हामी चाहिँ। अब यहाँबाट हामी फेरि अब मेन पोखरीतर्फ जाँदैछौँ। सो अहिले चाहिँ म आइपुगेको छु चुली पोखरी। र यो चुली पोखरीको पानी चाहिँ एकदमै धेरै घट्या रहेछ। अब सायद असार साउन वैशाख छ के भन्छ जेठ असारतिर पानी परेपछि अलिक बढ्छ होला। त्यसपछि चाहिँ यो पानी बढिसकेपछि अझै बबाल देखिनु पर्ने हो। खासमा यो माथिको फेदसम्म चाहिँ पानी आउँछ भन्ने मैले सुनेको होइन। दाइहरू आउँदाखेरि पनि धेरै माथिसम्म पानी थियो अरे। अनि त्यसपछि अस्ति नै आउँदाखेरि चाहिँ पानी घटेको थियो भन्दै थियो। अब म चाहिँ पहिलोचोटि आएर होला मलाई चाहिँ त्यति साह्रो थाहा छैन। सो यहाँसम्मको बाटो पनि एकदमै धेरै डेन्जर छ होइन। हाइक गरेर आउँदाखेरि राम्रो। स्कुटीमा पनि आउनु त आउँछ मजाले नै आउँछ। तर सबै स्कुटी आउँछ भन्ने चाहिँ फिक्स छैन। किनभने बाटो कति ठाउँमा चाहिँ अलिकति स्कुटीलाई तान्नु पनि गाह्रो नै पर्ने खाले बाटो पनि छ। सो यहाँ मुनिसम्म चाहिँ लानु पाइन्छ कि भन्ने आश गरेको थिएँ मैले। यहाँ मुनि चाहिँ लानु पाइएन। अब हामी यत्तिकै अब हिँड्दै जाँदैछौँ। लेट्स सी कस्तो हुन्छ। यहाँ मुनि पुगेर हेर्ने हो। मुनिबाट चाहिँ ठुलै देखिन्छ होला सायद। हामीले चाहिँ दुईवटा चाउचाउ एउटा पानी होइन। अनि यसको चाहिँ हामीलाई कति 90 रुपिस पर्यो। सो यतिको माथि यतिको प्राइस चाहिँ मलाई चाहिँ ठिकै लाग्यो होइन। अब किनभने माथि पनि एकदमै धेरै माथि छ नि त। सो हाम्रो स्कुटी चाहिँ यहाँसम्म आएर हाँसिरहेछ। सो कसले ल्याउनु भएको छ त्यो कमेन्ट है। र यहाँनिर चाहिँ केही सुझावहरू छ। एकछिन होल्ड गर्दै रोकेर पढ्नु होला। अनि यो चाहिँ एकदम धार्मिक क्षेत्र पनि हो। Stop time, rewind, bring
चुली पोखरीको चाहिँ वास्तविक कुराहरू के हो भनेर हामीले बुझ्नुको लागि चाहिँ खोजिरहेको छु र यहाँनिर चाहिँ अब पुरानो यहाँको लोकल मान्छेहरू त अलिक भेटेको छैन बुढापाकाहरूलाई चाहिँ थाहा हुन्छ नि त अनि बुढापाका मान्छेहरू कसैलाई भेटिन्छ कि र यहाँको बारेमा के हो खासमा चुली पोखरी कसरी भयो के हो भनेर यसको कुराहरूको बारेमा चाहिँ बुझ्नु मन लागिरहेछ सो बुझ्नु खोजिरहेको छु मान्छेहरू भेटेपछि चाहिँ म सायद सोध्छु होइन अनि यहाँबाट बसेर यस्तो 360 भ्यू हेर्नु चाहिँ एकदमै धेरै मजा आइरहेछ अनि घाम पनि एकदम धेरै छ अब यसो डुलेर शीतलतिर जाने हो अनि त्यहाँबाट चाहिँ अझै कस्तो देखिन्छ तपाईँलाई अलिक परबाट देखाउँछु होइन माथिबाट देखिन अनि यो क्यामेरा चाहिँ कता फर्काइदिएको होइन यो यस्तो क्यामेराम्यानहरू खतरा भएपछि यस्तै हुन्छ राम्रो आइरहेछ आइरहेछ त अहिले चाहिँ हामी यहाँ चुली पोखरीको साइडमा बसिरहेको छौँ होइन सो यहाँ माथिसम्म छ अनि यहाँ चाहिँ मान्छेहरू दाउरा बालेर आगो बालेर बसेर छ मलाई म जहाँ जाँदा पनि मलाई घुम्ने ठाउँमा चाहिँ मन नपरेको कुरा भनेको चाहिँ अहिले रिसेन्टली होइन यस्तो फोहोरहरू है फोहोरहरू चाहिँ एकदमै धेरै भइरहेछ यहाँनिर भरसक तपाईँहरू घुम्न आउनुहुन्छ बस्नुहुन्छ खानुहुन्छ तर यसरी फोहोर नगरिदिनु है अब हामीसँग पनि छ तर हामीले यहाँ गोजीमै राखिरहेछौँ क्या यसरी मलाई चाहिँ के यहाँनिर होइन यता मात्र फर्काउनु भइरहेछ भन न मलाई चाहिँ यहाँनिर अब यो पोखरी धार्मिक स्थल हो भनेर भनिरहेको छ नि त मान्छेहरूले होइन अनि यो साइडतिर आइसकेपछि चाहिँ पोखरीको छेउछेउमा पानीमा चाहिँ बोतलहरू क्या यो खाएको प्लेटहरू त्यसै तैरिरहेको छ त्यही त भनेको भरसक त्यस्तो नगरिदिनु होला जो आए पनि होइन ठिक छ बस्नु आउनु खानु तर आफूले खाएको कुराहरू चाहिँ आफैसँग लिएर जानु क्या यो धार्मिक स्थलमा चाहिँ यस्तो चाहिँ नगरौँ है गाइस यहाँ सबै चाहिँ आगो बालेछ यता छ नलगे पनि अब खाएको कुरा लाने अब गाह्रो पनि हुन्छ होला हाइकिङमा आउँदाखेरि त होइन अब नलगे पनि एउटा प्लास्टिकमा हालेर यो बोतलहरूलाई चाहिँ अलिकति व्यवस्थित तरिकाले होइन भने कतै यहाँ छेउछेउमा लगेर जलाइदिनु नत्र यता यहाँनिर बस्ने यहाँ स्थानीय बासिन्दाहरू हुन्छ नि उनीहरूको पनि त डस्टबिन फोहोर फाल्ने ठाउँ होला त्यहाँ लगेर फालिदिनु तर यसरी चाहिँ यहाँ मान्छेहरू पूजा गर्न पनि आएको मैले कति भिडियोमा देखेको थिएँ होइन तर यहाँ चाहिँ यसरी यो खोलामा प्लेटहरू तैरिएको देख्दा चाहिँ मलाई अलिकति के हो यो जस्तो लाग्यो अब हामी चाहिँ चुली पोखरीबाट बिदाई मागेर हामी आफ्नो घरतर्फ अब जानु लागिरहेछौँ है अनि यहाँबाट देखिने चाहिँ पोखरी चाहिँ एकदमै धेरै दामी देखिन्छ अझ पानी धेरै भएको भए चाहिँ अझै धेरै दामी देखिन्थ्यो र यो चाहिँ हामी हिँडिरहेको बाटो चाहिँ खुडीबाट आउने हाइकिङको बाटो जस्तै लाग्यो हामीलाई चाहिँ होइन किनभने हाइकिङ हिँड्ने बाटोहरू जस्तो पनि छ सानो बाटोहरू ठुल्ठुलो बाटोहरू पनि छ यही बाटो हुनुपर्ने हो जहाँसम्म चाहिँ मलाई लाग्छ होइन अब हाम्रो स्कुटी वहाँ पर हाँसिरहेछ र यहाँबाट चाहिँ यस्तो दामी देखिन्छ यहाँसम्म पानी भएको भए त झन् कस्तो दामी देखिन्थ्यो होला अति बवाल देखिन्थ्यो होला